हेलो एभ्रिवान। आजको यस भिडियोमा हजुरहरू सबैलाई स्वागत छ। यस भिडियोमा मैले चाहिँ आफ्नो रिसर्च एरियाको म्याप हैन स्टडी एरिया जुन एरियामा हामीले रिसर्च गरेर छौं त्यो एरियाको म्याप कसरी बनाउने QGIS को हेल्पबाट भन्ने बारेमा बताउन गइरहेको छु। त्यसको लागि चाहिँ फर्स्टमा हामीले QGIS लाई डाउनलोड गरेर इन्स्टल गर्नुपर्ने हुन्छ आफ्नो PC ल्यापटपमा। जुन चाहिँ कसरी गरिन्छ भन्ने कुरा चाहिँ मैले प्रिभियस भिडियोमा चाहिँ बताएको छु, त्यो चाहिँ हेर्नु होला। अब आज चाहिँ फर्स्ट के गर्ने भन्दाखेरि QGIS खोल्ने। यो चाहिँ QGIS को इन्टरफेस। यसमा माथि भएको यो रो चाहिँ मेनु टुलबार हो। त्यसपछिको यो टुलबार भनेको चाहिँ प्रोजेक्ट टुलबार, अनि यो थर्ड को चाहिँ भेक्टर टुलबार। अझै यदि हामीहरू फर्स्ट चोटि हामीहरू QGIS इन्स्टल गर्छौं भनेपछि एउटा मेन टुलबार चाहिँ मिसिङ हुन्छ, जसलाई एड गर्नको लागि चाहिँ यो मेनु बारको किनारमा गएर राइट क्लिक गर्नुपर्छ। त्यो गर्दाखेरि यो आउँछ, अनि म्यानेज लेयर टुलबार भन्नेमा सिलेक्ट गरेर हामीहरूले नयाँ लेयर टुलबार चाहिँ एड गर्न सक्छौं। यो चाहिँ हामीहरूको वान अफ द इम्पोर्टेन्ट टुलबार हो स्टडी एरिया म्याप बनाउनको लागि। फर्स्टमा चाहिँ एड भेक्टर लेयर भन्ने छ, सेकेन्डमा चाहिँ रेस्टर लेयर छ, र अर्को चाहिँ यता न्यू सेभ फाइल लेयर भन्ने छ। यो चाहिँ अहिले हामीलाई चाहिने भएर भनेको। अब अर्को मेन कुरा चाहिँ हामीले म्याप बनाउनको लागि अर्को मेन कुरा के हुन्छ भन्दाखेरिमा चाहिँ डाटा अथवा रिसोर्सेसहरु हैन लोकल युनिट्सहरु चाहिन्छ। सानो म्याप बनाउनको लागि हामीहरूलाई चाहिँ ठूलो म्यापहरुको जरुरत पर्ने हुन्छ, डाटाको जरुरत पर्ने हुन्छ। त्यो चाहिँ कहाँबाट एक्सेस पाउने लिने भन्ने कुरा चाहिँ सिकौँछौं पहिला। त्यसको लागि चाहिँ पहिला हामीले गुगलमा जानुपर्ने हुन्छ। गुगलमा चाहिँ लोकल युनिट सेभ फाइल भनेर चाहिँ सर्च गर्ने, अनि फर्स्टमा भएको लिंक opendatanepal.com भएको लिंकमा क्लिक गरेर यता भएको यो जिप फाइललाई चाहिँ डाउनलोड गर्ने। मैले चाहिँ पहिले नै डाउनलोड गरेको भएर यस्तो देखाएको हो। अब यसलाई डाउनलोड गरिसकेपछि फोल्डर ओपन गरौँ र अब यसलाई एक्सट्र्याक्ट गरौँ। एक्सट्र्याक्ट भइसक्यो। अब यसलाई चाहिँ मैले एउटा छुट्टै फाइलमा फोल्डरमा राख्छु है। यता राख्दै लोकल युनिट्स भनेर। फेरि QGIS मा जानुहोस्। अब त्यो हामीले अहिले डाउनलोड गरेको लोकल युनिट्सहरुलाई चाहिँ अब QGIS मा कसरी एड गर्ने भन्दाखेरिमा यो माथि भएको भेक्टर लेयरमा क्लिक गर्ने, अनि योमा चाहिँ अब भेक्टर डाटा सेटमा यता ब्राउज भन्ने आउँछ। त्यसमा गएर अहिलेको लोकल युनिट भित्र गएर हामीलाई मेन चाहिने भनेको s.ssp भनेको सेभ फाइल हो। यो चाहिँ हामीले चाहिने हो। डाइरेक्ट एउटा क्लिक गरेर पनि हामीले ओपन गर्न पायौं, नत्र भने चाहिँ अल फाइल्समा गएर हिस्ट्री सेभ फाइल गर्दाखेरिमा चाहिँ सेभ फाइल मात्रै देखाउँछ। यदि हामीसँग धेरै फाइलहरु भयो भने यसरी गर्दा इजी हुन्छ। अब एड गर्दिम। ल एड गर्यो भनेमा चाहिँ अब चाहिँ हाम्रो चाहिँ यो नेपालको लोकल युनिट सबै म्याप आयो। अब हामीले स्टडी एरिया म्याप चाहिँ हामीहरूले चाहिँ आज पखलियावा क्याम्पस हैन IAAS पखलियावा इन्स्टिट्युट अफ एग्रिकल्चर एनिमल साइन्स को चाहिँ म्याप बनाइरा हो स्टडी एरियाको। त्यसमा चाहिँ अब के राख्नुपर्छ त मेजर कुराहरु हैन। मा चाहिँ एउटा नेपालको म्याप डिस्ट्रिक्ट देखाउने हैन। डिस्ट्रिक्ट अब रूपन्देही भयो, अनि रूपन्देही सेकेन्ड म्याप भनेको चाहिँ रूपन्देहीको चाहिँ लोकल युनिट जस्तै सिद्धार्थनगर नगरपालिका देखाउनु पर्यो। अनि त्यो भित्र चाहिँ यो डटले चाहिँ एग्रोनोमी रिसर्च फिल्ड IAS देखाउँछ हैन। अब हामीले चाहिँ फर्स्टमा के गर्नु पर्यो त भन्दाखेरि चाहिँ डिस्ट्रिक्ट म्याप चाहिँ एक्सट्र्याक्ट गर्नु पर्यो हैन। यहाँबाट चाहिँ डिस्ट्रिक्ट म्यापलाई चाहिँ हामीले छुटाउनु पर्यो। त्यसको लागि के गर्ने भन्दाखेरि माथि मेनु टुलबारमा भएको भेक्टरमा गएर जियो प्रोसेसिङ टुलमा जाने, अनि डिजल्भ भन्नेमा जाने। अब डिजल्भ फिडमा भएको यो ब्राउजमा गएर
यहाँ चाहिँ अब विभिन्न अप्सनहरू छ। डिस्ट्रिक्ट भन्यो भने डिस्ट्रिक्ट मात्रै देखाउँछ यो म्यापमा होइन। गापा नापा भने गाउँपालिका नगरपालिका हो, त्योमा क्लिक गऱ्यो भने त्यो मात्रै देखाउँछ। तर अहिले चाहिँ हामीलाई चाहिँ डिस्ट्रिक्ट मात्रै चाहिने भएर डिस्ट्रिक्टमा सिलेक्ट गरेर ओके गरौँ। अब यसलाई चाहिँ हामीले सेभ पनि गर्नुपर्ने हुन्छ होइन। अब त्योभन्दा तल्लो डिजल्भमा गएर सेभ टु फाइल गर्ने होइन। अघिको फाइल हाम्रो यतै छ। यता चाहिँ अब के गरौँ भन्दाखेरिमा डिस्ट्रिक्ट्स DISTRICTS भनेर सेभ गरिदिउँ। यो सेभ गऱ्यो भने पछि पनि काम लाग्छ हामीलाई। रन गरौँ। ल अब हेर्नुहोस् त हाम्रो म्याप चाहिँ डिस्ट्रिक्टमा छुट्यो। अर्को इम्पोर्टेन्ट कुरा चाहिँ के छ यता भन्दाखेरि चाहिँ यता CRS भन्ने छ होइन। CRS भनेको चाहिँ कोअर्डिनेट रिफरेन्स सिस्टम हो। अब हामीले चाहिँ आफ्नो GIS-लाई चाहिँ हामी कताको म्याप युज गरिरहेछौँ, कुन कोअर्डिनेटको भनेर चाहिँ हामीले भन्नुपर्छ होइन। त्यसको लागि चाहिँ अब यता माथि फिल्टरमा गएर UTM45N भन्ने तलको होइन UGS 84 UTM जोन 45N भन्नेमा क्लिक गरौँ। एउटा अर्को कोअर्डिनेट पनि एड गर्नुपर्छ। किन भन्दाखेरि नेपालमा चाहिँ दुईटा कोअर्डिनेट सिस्टमहरू छ। एउटा चाहिँ 45N, अर्को चाहिँ 44N। 45N भनेको चाहिँ नवलपरासी भन्दा इस्टको साइडहरूको म्यापहरू बनाउनु परेपछि काम लाग्छ र 44N चाहिँ नवलपरासी भन्दा वेस्ट साइडको स्टडी एरियाहरू बनाउनुको लागि। अहिले चाहिँ हामी रूपन्देही बनाउने हो, त्यही भएर चाहिँ 44N बनाउनु पर्यो होइन। WTM अब चाहिँ 44N ल UGS 84 WTM जोन 44N मा सिलेक्ट गर्ने अनि ओके गर्ने। यता देखाछ है हामी कहाँको म्याप युज गरिरहेछौँ, कहाँको कोअर्डिनेट युज गरिरहेछौँ भन्ने कुरा। ल ओके गरौँ। ल अब यसलाई चाहिँ मैले लेबलिङ गर्छु होइन। लेबल गर्नलाई चाहिँ डिस्ट्रिक्टमा राइट क्लिक गर्ने होइन, लेयर्समा भएको अनि सो लेबल्स भन्यो भने ल डिस्ट्रिक्ट्सहरू नेपालभरिको डिस्ट्रिक्ट्सहरू चाहिँ देखायो। मलाई चाहिएको डिस्ट्रिक्ट चाहिँ रूपन्देही हो। अब त्यसलाई सिलेक्ट गर्नलाई के गर्ने भन्दाखेरि हो माथि रहेको टुल होइन, यसले चाहिँ सिलेक्ट गर्छ। सिलेक्ट भन्ने यो गएर हाम्रो रूपन्देहीमा यसरी टच गर्ने, यो भयो भने सिलेक्ट भयो। अब डिससिलेक्ट गर्नलाई के गर्ने, यता भएको यो डिससिलेक्ट यदि गर्नु पर्यो भने अहिले चाहिँ हामीले सिलेक्ट गर्नुपर्ने छ। सिलेक्ट गरौँ। अब हामीले कस्तो म्याप बनाउनु पर्यो भन्दाखेरिमा यो रूपन्देही जिल्लाको मात्रै बनाउनु पर्ने भयो होइन। त्यसको लागि के गर्ने त भन्दाखेरि चाहिँ अब यो रूपन्देहीलाई चाहिँ यो होल म्यापबाट चाहिँ टुक्राउनु पर्यो होइन। अब के गर्ने, डिस्ट्रिक्टमा गएर राइट क्लिक गर्ने अनि एक्सपोर्ट गर्ने। एक्सपोर्ट गरेर चाहिँ सेभ सिलेक्टेड फिचर एज गर्यो भने यो सिलेक्ट भएको जिल्ला मात्रै के हुन्छ, एउटा अलग्गै म्यापमा छुट्टिन्छ। यो गरौँ। अब यता फाइलको नाम के लेख्ने त भन्दाखेरि रूपन्देही RUPAN रूपन्देही। अब CRS सिस्टम गर्नु पर्यो होइन। कोअर्डिनेट कुन हो त भन्दाखेरि हाम्रो 44N हो। 44N सिलेक्ट गरौँ, ओके गरिदिउँ। ल यो भयो भने के भयो त भन्दाखेरिमा रूपन्देही मात्रै जिल्ला छुट्यो। यसरी पुरै म्यापबाट रूपन्देही छुट्यो। यसरी सिलेक्ट अनसिलेक्ट गरेर चाहिँ हेर्न सक्छौँ है। त्यसपछि अर्को चाहिँ यो हात जस्तो देखाएको छ होइन। यसको काम के हो भन्दाखेरिमा यो म्यापलाई चाहिँ दायाँ बायाँ तल माथि गर्ने अनि जुम आउट जुम इन गर्ने काम हो। अब चाहिँ हामीले रूपन्देहीमा पनि अब हामीले के चाहियो भन्दाखेरि रूपन्देही भित्रको होइन गाउँपालिका नगरपालिका कहाँनिर पर्छ त भन्ने कुरा। जस्तो IAS क्याम्पस चाहिँ यो सिद्धार्थनगर नगरपालिकामा पर्छ। अब हामीले यो डिस्ट्रिक्ट म्यापलाई चाहिँ अझै सब डिभाइड गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि यता भएको लोकल युनिट छ होइन। लोकल युनिटमा गएर
राइट क्लिक गर्ने अनि के गर्ने ओपन एट्रिब्युट टेबल भन्ने छ कि यताबाट नि मिल्छ, नत्र भने यो माथि एट्रिब्युट टुलबार थियो होइन, यता गएर यहाँ क्लिक गर्दा नि हुन्छ। अब हामीले यहाँ प्रोभिन्स 5 को रूपन्देही जिल्ला खोज्नु पर्यो। कपिलवस्तु रूपन्देही, ल रूपन्देही भेट्यो। रूपन्देही चाहिँ यहाँ 512 देखि लिएर कहाँसम्म रहेछ, 528 सम्म। अब यसलाई चाहिँ सिलेक्ट गरौँ, डबल क्लिक गरेर तल यसले स्क्रल गरौँ। र कति बेला चाहिँ यस्तो धेरै पनि हुन सक्छ, धेरै भने के गर्ने, कन्ट्रोल दाबेर यसै क्लिक गर्ने है। एउटा एउटा सिलेक्ट गर्नलाई पनि कन्ट्रोल गरेर गर्नु पाएँ। कपिलवस्तु पनि सिलेक्ट भएको छ, यो धेरै सिलेक्ट भएको रहेछ। ल पुरै हटाउनु पऱ्यो भने यो माथिको डिसलेक्ट भन्ने छ, यहाँ क्लिक गर्दा नि भयो यसरी। ल अब चाहिँ फेरि सिलेक्ट गरौँ, 512 देखि लिएर 528 सम्मको। ल सिलेक्ट क्लिक गरेर क्लिक गर्ने अरू हटाउनलाई। ल रूपन्देहीको हाम्रो सबै सिलेक्ट भयो। अब कट गरिदिउँ। अब हाम्रो के आयो त भन्दाखेरिमा लोकल युनिटहरू आयो। अब अर्को कुरा के छ मेन भन्दाखेरिमा हामीले यहाँ लेयर्समा चाहिँ यो लोकल युनिट छ होइन, यो लोकल युनिटलाई चाहिँ अब माथि तानेर माथि स्लाइड गर्नुपर्ने हुन्छ, अनि बल्ल देखिन्छ। ल अब हामीले के गर्नु पर्यो भन्दाखेरि रूपन्देहीभित्र जुन यो लोकल युनिट्सहरू छ होइन, यसलाई पनि एक्सपोर्ट गर्नु पर्यो, अलग एउटा म्याप बनाउनु पर्यो, यसको सानो म्याप बनाउनु पर्यो। यो मात्रै भएको होइन, त्यसको लागि चाहिँ एक्सपोर्टमा जाने अनि सेभ सिलेक्टेड फिचरमा जाने। अनि अब यहाँ चाहिँ फाइलको नेम लेखौँ, लोकल, अनि सिआरएस सिलेक्ट गरौँ 44N होइन, अनि ओके। ल यस्तो गऱ्यो भने के भयो भन्दाखेरिमा हाम्रो रूपन्देही जिल्लाको चाहिँ लोकल युनिट्समा चाहिँ यो म्याप छुट्यो। अब यसलाई चाहिँ लेबलिङ गरौँ, कुन गाउँपालिका कुन नगरपालिका हो भनेर सो लेबल गरेपछि चाहिँ अहिले चाहिँ रूपन्देही देखायो। अब यसलाई चाहिँ करेक्ट गर्नलाई के गर्ने, रूपन्देही लोकलमा डबल क्लिक गर्ने, अनि यहाँ लेबल्स भन्ने आउँछ होइन, यो लेबल्समा गएर यता भ्याल्युमा डिस्ट्रिक्ट छ, यसलाई चाहिँ गापा नापा भन्नेमा चेन्ज गर्ने। ल अब हाम्रो के आयो, सबै गाउँपालिका नगरपालिकाहरूको आयो। अब यो सिद्धार्थनगर नगरपालिका हामीलाई चाहिएको हो, किन भन्दाखेरिमा अघि मैले बनाउने म्याप भन्ने कोमा चाहिँ स्टडी एरिया चाहिँ सिद्धार्थनगरभित्र पर्छ। ल त्यही भएर अब मैले चाहिँ यो म्यापबाट सिद्धार्थनगर सिलेक्ट गरेर त्यसलाई चाहिँ एक्सपोर्ट गर्नुपर्ने हुन्छ, त्यसलाई छुट्याउनु पर्ने हुन्छ होइन। त्यसको लागि कसरी गर्ने भन्दाखेरि माथि यहाँ सिलेक्ट भन्ने छ, यसमा जाने अनि सिद्धार्थनगरमा क्लिक गर्ने। ल यो गरेर सिद्धार्थनगर सिलेक्ट भयो। अब यसलाई चाहिँ के गर्ने, फेरि एक्सपोर्ट गर्नुपर्ने हुन्छ। एक्सपोर्ट भन्नेको मतलब चाहिँ हामीले छुट्याउनु पर्यो। अब त्यो म्याप मात्रै चाहियो हामीलाई, त्यो स्पेसिफिक एरियाको। अब नेम लेखौँ, रूपन्देही, ओके गरिदिउँ। ल अब के भयो, हाम्रो चाहिँ स्पेसिफिक सानो म्याप आयो। अब त्योभन्दा पनि डिटेल्ड हामीलाई चाहिएको यो थर्ड म्याप होइन, सिद्धार्थनगर भन्ने आयो। अब यो भित्र नि हाम्रो पोइन्ट कता हो त, अब यत्रो नगरपालिकामा हाम्रो एरिया कता हो त स्टडी एरिया, त्यसलाई चाहिँ मार्क गर्नुपर्ने हुन्छ। त्यसलाई कसरी गर्ने भन्दाखेरिमा अब यो ब्राउज भन्ने छ होइन, यो माथिको यसमा चाहिँ तल गऱ्यो भने ओपन स्ट्रिट म्याप आउँछ, यसमा जाने। यो गर्दाखेरिमा चाहिँ गुगल म्याप्स जस्तो आउँछ। अब यहाँबाट जुम इन जुम आउट गरेर आफूले खोज्ने कता हो आफ्नो एरिया भनेर होइन। अब मेरो स्टडी एरिया चाहिँ अहिलेको लागि एग्रोनोमी रिसर्च फिल्ड आइएस पक्लिया भएको मैले भेटाएँ। अब भेटाइसकेपछि अब के गर्ने त भनेपछि यहाँ चाहिँ मैले मार्किङ गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यता गएर न्यू सेभ फाइल भन्ने छ होइन, यता यसमा क्लिक गर्ने। यो क्लिक गरेपछि फाइल नेम भन्छ, फाइल नेममा
यो 3 डटमा ब्राउजमा गएर अब चाहिँ हामीले सेभ गर्ने आफ्नो यो फिल्डलाई AGRONOMY एग्नोमी फिल्ड भनेर गर्दियौँ है, एग्नोमी फिल्ड भनेर। ल सेभ गर्दियौँ। अब जेमेट्री टाइप कुन हो त? हामीले के गर्ने हो? पोइन्ट देखाउने हो कि हैन, पोलिगनले देखाउने हो कि के देखाउने? अहिले त हामीले पोइन्टले देखाउने हो, त्यही भएर पोइन्ट गरौँ। त्यसपछि ओके। ल अब त्यति गरिसकेपछि यता चाहिँ टोगल एडिटिङ भन्ने छ हैन, टोगल एडिटिङ यो पेन जस्तो छ, योमा क्लिक गर्ने। यो क्लिक गरेपछि हामीहरुसँग दुई तीनवटा अरु अप्सनहरु आए। यो दुई तीनवटा अप्सनभित्र एड पोइन्ट फिचर भन्ने छ, यसमा क्लिक गर्ने अनि हाम्रो एरिया कता छ त्यो ठाउँमा गएर क्लिक गर्दिने। अब नल भन्ने आयो, यसमा चाहिँ 1 2 जे पोइन्ट लेख्दा नि हुन्छ। 1 लेख्दिए मैले है। ल अहिले चाहिँ पोइन्ट पनि भयो। अब अरु ठाउँ पोइन्ट नहोस् भन्नलाई चाहिँ एडिटिङ स्टप गर्नु पर्यो, टोगल एडिटिङमै जाने अनि सेभ गर्दिने। ल अब के भयो त यति गरेपछि भन्दाखेरिमा हाम्रो स्ट्रिट म्यापलाई चाहिँ यहाँ अनसिलेक्ट गर्दिम हैन। ठुलो देखायो, यो ठुललाई सानो फर्ममा ल्याउनलाई के गर्ने हो? यहाँ राइट क्लिक गरेर जुम टु लेयर्स। ल सानो आयो, यो हाम्रो सिद्धार्थनगर। अनि यो सानो डट देखाएको भनेको चाहिँ हाम्रो फिल्ड भयो। यसको कलर चेन्ज गरौँ हैन, कलर पनि त्यही कलरको भएर अलि देखिएन। सिम्बोलोजीमा जाम। अब सिम्पल मार्कर अनि यता चाहिँ ब्ल्याक कलरको गर्दिम। ओके। ल अब चाहिँ हाम्रो देखियो। अब हाम्रो के भयो त भन्दाखेरि डिस्ट्रिक्ट म्याप पनि भयो, एउटा डिस्ट्रिक्टको म्याप जुम टु लेयर। एउटा डिस्ट्रिक्टको म्याप भयो। डिस्ट्रिक्टको म्यापलाई पनि कलर चेन्ज गर्दिम हैन। कलर चेन्ज गर्नलाई डबल क्लिक गर्ने अनि यहाँ फिल भन्ने सिम्पल फिल आउँछ। सिम्पल फिलमा चाहिँ फिल कलरमा गएर व्हाइट राख्दिम है। ओके। ल अब हाम्रो के भयो त? स्टेट एरिया म्याप बनाउनको लागि यो स्याम्पल हेरौँ। स्याम्पलमा चाहिँ के राख्नु पर्दो रहेछ? एउटा नेपालको म्याप राखेको छ अनि रूपन्देही जिल्ला देखाएको छ। सेकेन्डमा चाहिँ रूपन्देही जिल्ला अनि त्योभित्रको लोकल युनिट्स र सिद्धार्थनगर देखाएको छ। थर्डमा चाहिँ सिद्धार्थनगर र यो डटले चाहिँ हाम्रो एग्नोमी फिल्ड भनेर देखाएको छ। अब हाम्रो के भइसक्यो? डिस्ट्रिक्टको देखाइसक्यो अनि डिस्ट्रिक्ट पछि रूपन्देही भन्नेमा क्लिक गर्यो भने ल रूपन्देही पनि देखायो, हामीले चाहिने कुराहरू हैन। रूपन्देही पनि देखायो। यो रूपन्देही भन्ने फर्स्ट म्याप भयो। सेकेन्ड म्याप हाम्रो के थियो? रूपन्देही लोकल र यो देखाउने वाला थियो हैन। रूपन्देही लोकल भित्रको यसलाई हामीहरु लेबल्सहरु हटाइदिउँ, यो धेरै जिगज्याग भयो। ल यस्तो गरे नि इजी हुन्छ हैन। यो रूपन्देही भित्रको सिद्धार्थनगर देखाउने पनि भयो। यो दुईटा म्याप भयो। अब तेस्रो के गर्ने त? सिद्धार्थनगर भित्र हैन, सिद्धार्थनगर भित्र चाहिँ एग्नोमी फिल्ड देखाउनु पर्ने भयो। त्यही भएर यहाँ सिलेक्ट र अनसिलेक्ट गर्ने हो है, आफूलाई जुन चाहियो त्यो हिसाबले गर्ने। ल यो पनि आयो। अब म्याप बनाउनुको लागि चाहिँ प्रोजेक्टमा जाम। प्रोजेक्टमा गएर न्यू प्रिन्ट लेआउट भन्ने छ हैन। यता चाहिँ अब हाम्रो म्यापको नेम लेखौँ, स्टडी एरिया IAAS 2 लेख्दिउँ है। ल ओके गरे भने यो नयाँ यस्तो आउँछ इन्टरफेस। ल एड गर्नलाई अब हामी यो एड म्याप भन्ने छ हैन, यसमा क्लिक गरौँ यो आइकनमा। त्यो क्लिक गरे नि यता यसरी टक्क कत्रो साइजको चाहिने हो त्यत्रो बनाऊँ। ल हाम्रो डिस्ट्रिक्टको नेपालको आयो। अब के छ त भन्दाखेरि यहाँ दुईटा अरु अप्सन छ। यो माउसको क्रसर जस्तो छ हैन, सिलेक्ट एन्ड मुभ भन्ने छ। यसमा क्लिक गर्दाखेरिमा चाहिँ
यसको साइज सेप घटाउन मिल्ने होइन, यत्रो राख्ने कि कत्रो राख्ने भन्ने कुरा भयो। अनि त्योभन्दा तल के छ त, मुभ आइटम कन्टेन्टमा क्लिक गऱ्यो भने भित्रको कन्टेन्टलाई जुम गर्ने होइन, घटाउने, हल्लाउने, भित्रको कन्टेन्टलाई चाहिँ एडजस्ट गर्नको लागि चाहिँ यो आइकनको काम होइन। मुभ कन्टेन्टलाई एडजस्ट गर्नलाई, अनि माथिको होल म्यापलाई एडजस्ट गर्नलाई चाहिँ यसले ठुलो सानो गर्ने। ल यो म्याप बनाइसकेपछि अब हामीले लक लेयर भन्ने छ होइन, यता राइटतिर हेर्नु त, यो लक लेयरमा चाहिँ क्लिक गर्नुपर्छ। यो गर्दा चाहिँ के हुन्छ भन्दाखेरि अब हामीले अर्को म्याप एड गर्नु पऱ्यो भनेपछि, जसरी यो सेकेन्ड म्याप एड गर्नु पऱ्यो भनेपछि यो म्याप चाहिँ हट्दैन, यो म्याप यस्तोको यस्तै रहन्छ। यो लक लेयर नगर्दाखेरिमा अर्को म्याप एड गर्दाखेरिमा चाहिँ यो हराएर फेरि नयाँ म्याप नै आउँछ। त्यही भएर लक गर्ने। अब अर्को म्याप एड गरौँ है। ल अर्को म्याप एड गर्नलाई अब फेरि QGISमा जाऊँ, अनि यहाँ QGISमा गएर अब हामीलाई सेकेन्ड म्यापमा जुन चाहिन्छ त्यो फिचरहरू मात्रै सिलेक्ट गरौँ। अब डिस्ट्रिक्ट चाहिँदैन हामीलाई, हामीलाई चाहिने भनेको रूपन्देही लोकल भित्र सिद्धार्थनगर देखिने खालको म्याप चाहिने हो। त्यही भएर यहाँबाट लेयर्समा गएर जुन चाहिन्छ त्यो मात्रै सिलेक्ट गरौँ है। ल अब हामीलाई चाहिने भनेको यस्तो। अब फेरि स्टडी एरियामा जाऊँ, ल यता आयो। अब के गर्ने, भित्रको एडजस्ट गर्नु पऱ्यो भने चाहिँ यो आइकनमा जाऊँ, अनि भित्रको सानो ठुलो गर्नु पऱ्यो, जुम आउट जुम इन गरेर। अब यो साइज घटाउनको लागि फेरि माथिको यो आइकनमा सिलेक्ट भन्नेमा यत्रो साइजको राखौँ। यसले पनि यो साइज अलि बढाइदिउँ। यो लक लेयर चाहिँ गर्न भुल्नुहुन्न है, लक लेयर गरिदिउँ। लक लेयर्स गऱ्यो भने चाहिँ यो नयाँ म्याप एड गर्दाखेरिमा चाहिँ यो म्याप चाहिँ उड्दैन। अझै एउटा एड गरौँ। त्यसमा चाहिँ के एड गर्नुपर्ने हामीले, सिद्धार्थनगरभित्र भएको हाम्रो पोइन्ट। त्यसको लागि फेरि GISमा जाऊँ। ल अब हामीलाई चाहिने कुन कुन हो त्यसलाई चाहिँ सिलेक्ट गर्नु पऱ्यो, अरूलाई चाहिँ हटाइदिनु पऱ्यो। हामीलाई चाहिने भने सिद्धार्थनगर हो अनि पोइन्ट हो होइन। ल यो म्याप चाहिँ अब हामीलाई चाहिने। फेरि यसमै जाऊँ। अब भित्रको आइटमहरूलाई मुभ गर्नलाई के गर्ने, यस्तो गर्ने। बाहिरको फ्रेमलाई चाहिँ एडिट गर्नु पऱ्यो भने यो माउसको क्रसरवालामा गएर यसलाई मुभ गरौँ। सानो ठुलो पनि बनाउनु मिल्छ। यसलाई पनि के गरिदिउँ, लक लेयर गरिदिउँ। अब हामीहरूलाई यो म्यापमा के चाहिन्छ त एक्स्ट्रा कुराहरू हेरौँ है त। यसमा चाहिँ अब बोर्डर हाल्नुपर्ने रहेछ होइन, सबै यो म्यापहरूलाई फ्रेमिङ गर्ने। अनि यो नर्थ एरो राख्नु पऱ्यो, त्यसपछि यो लेजेन्डहरू राख्नु पऱ्यो। अब यो कसरी राख्ने त्यो सिकौँ है त। त्यसको लागि अब पहिला फ्रेमको कुरा, फ्रेम गर्नलाई यो म्यापमा क्लिक गरौँ, अनि तल यता स्क्रोल गरेर फ्रेम भन्ने छ,
फ्रेममा क्लिक गरिदिउँ। ल फ्रेम पनि आयो। अब यसलाई नि फ्रेममा राखौँ है। यो पनि फ्रेम। अब यो पनि फ्रेम गरिदिउँ। ल अब के भयो, तीनटै म्यापहरू हाम्रो के भयो, फ्रेममा आयो। यो आफूले एडजस्ट गर्ने कुराहरू त छँदैछ। अब हामीले एड गर्नुपर्ने नर्थ एरो। नर्थ एरोको लागि यो साइडमा भएको टुलबार होइन, एड नर्थ एरो भन्ने छ, यहाँ जाने अनि क्लिक गर्ने अनि यो भित्र म्यापभित्र चाहिँ सानो यसरी एड गरिदिने। ल अब यो डिफ्रेन्ट सेपको डिफ्रेन्ट आइकनहरू हुन्छ होइन, यहाँ डबल क्लिक गर्दाखेरि त यता देख्न सक्छौँ। कहिले अब हस्पिटलको बनाउनु पर्यो, मन्दिरको बनाउनु पर्यो म्यापहरू भन्यो भने यता ओम लेखेको छ मन्दिरको, यो प्लस भनेको हस्पिटल। अहिले हामीहरूलाई चाहिँ नर्थ एरो नै चाहिएको छ। नर्थ एरोमा नि अप्सनहरू छ, जुन ठिक लाग्छ आफूलाई त्यही राख्ने होइन, क्लिक गरेर। ल अब यता पनि नर्थ एरो एड गरौँ। सबै म्यापमा नर्थ एरोहरू एड गरौँ। नर्थ एरोहरू एड भइसक्यो। अब हामीले के एड गर्नुपर्छ त, कुनै पनि म्यापमा स्केल बारहरू होइन, त्यसको लागि यहाँ तल भएको स्केल बारमा जाऊँ। त्यसको लागि चाहिँ पहिला एउटा म्याप सिलेक्ट गर्ने होइन, जुन म्यापको स्केल बार बनाउनु पर्ने हो त्यही म्याप सिलेक्ट गरौँ। जरी यो अहिले यसको गर्नु पर्यो अनि स्केल बारमा गएर यहाँ ड्र गरिदिने यसरी। अब अर्को म्यापको लागि स्केल बार फेरि सेम तरिकाले। ल यसको लागि पनि स्केल बार भयो। अब थर्डको लागि पहिला चाहिँ सिलेक्ट गरौँ होइन, सिलेक्ट गर्नलाई के थियो, यो माउस क्रसरवाला सिलेक्ट गरेर स्केल बार। अब यसलाई चाहिँ ठ्याक्कै ठाउँमा एडजस्ट गरौँ। भित्रको आइटमहरू मुभ गर्नलाई यो यसले हेल्प गर्ने। बाहिरको लागि चाहिँ स्क्वायर। अब चाहिँ लिजेन्ड एड गरौँ है। लिजेन्ड एड गर्नलाई नि यतै छ। ल यो ट्राफिक लाइट जस्तो देखाछ, यहाँ गएर यस्तो गऱ्यो भने लिजेन्ड पनि आयो। अब यसमा चाहिँ हामीहरूको अननेसेसरी कुराहरू पनि छ। अटो अपडेटलाई चाहिँ हटाइदिउँ होइन, अटो अपडेट गऱ्यो भने आफै अपडेट गरिदिन्छ। अटो अपडेट हटाइदिउँ। त्यसपछि यहाँ नचाहिएको कुराहरू, अब ओपन स्टेटमेन्ट चाहिएको छैन यता, त्यसले गएर यता माइनस साइन छ, रिमुभ गरिदिने। ल एउटा यो हटायौँ। अब अर्को के चाहिएन हामीलाई, यो भनेको ठिक छ। अब डिस्ट्रिक्टको ठाउँमा चाहिँ डिस्ट्रिक्ट नराखेर के राखौँ, नेपाल राखौँ होइन, NEPAL। ल नेपाल हो। अब लोकल युनिट पनि चाहिएन, लोकल युनिटलाई के गरौँ, माइनस गरिदिउँ, रिमुभ। अब हाम्रो एउटा नेपाल आयो, यो नेपालको भयो। नेपालपछि के आयो, यो चाहिँ हाम्रो डिस्ट्रिक्टको आयो होइन, रूपन्देही डिस्ट्रिक्ट। रूपन्देही डिस्ट्रिक्टभित्र रूपन्देही लोकल अनि सिद्धार्थनगर।
रूपन्देही लोकललाई पनि के गर्दियौँ माइनस गरिदिउँ। ल तीनटा कुरा हामीलाई चारवटा कुरा चाहिएको आयो। त्यसपछि टाइटल राखौँ त LEGEND लेजेन्ड। अब यो चाहिँ र्याङ्किङ मिलाउनु पर्यो। नेपालको म्याप चाहिँ माथि हुनाले माथि राखौँ। यसरी नेपालको माथि छ, नेपालपछि रूपन्देही, सिद्धार्थनगर, त्यसपछि एग्रोनोमी फार्म भयो। अब एउटा म्यापमा हुनुपर्ने बेसिक कुरा यति नै हो होइन। ल हेर्नु त, अब एउटा फ्रेम एड गरौँ। यो पुरै स्टडी एरिया म्यापको बाहिरको एउटा फ्रेम। अब यो लिजेन्डलाई फ्रेममा राख्नु पर्यो भने फ्रेम तल गएर यहाँ फ्रेममा राख्न सक्छौँ होइन। यसरी होइन, फ्रेममा नराख्ने भने पनि फ्रेममा नराखौँ यसरी। अब यो बाहिरको फुल ठुलो फ्रेमको लागि होइन, यो पुरै स्टडी एरियालाई कभर गर्ने एउटा फ्रेम राखौँ। त्यसको लागि चाहिँ यो तल सेपहरू भएको छ होइन, एड सेपमा गएर रेक्टेङ्गल एड गरौँ। यसरी ड्र गरौँ। ल अब त पुरै कभर भयो। अब यसलाई हटाउनलाई के गर्ने, आइटममा जाने अनि सेन्ड टु ब्याक। ल अब चाहिँ हाम्रो पुरै स्टडी एरियाको फ्रेम पनि आयो। अब चाहिँ हामीले यसलाई चाहिँ सेभ गर्नुपर्ने हुन्छ होइन। सेभ गर्नलाई के गर्ने, लेआउटमा जाने माथि अनि एक्सपोर्ट इमेज एज भन्ने छ होइन, यसमा जाऊँ। अब हाम्रो कता हो त्यसलाई सेभ गर्नुपर्ने, QGIS-मा स्टडी एरिया म्याप भयो अनि सेभ गरौँ। अब के दियो, यसको प्यारामिटरहरू दियो होइन, कति रेजुलेसनको राख्ने, हाइट विड्थ कस्तो क्वालिटीको राख्ने होइन। रेजुलेसन बढायो भने चाहिँ राम्रो क्वालिटीको आउँछ, तर यसको साइज बढ्छ। अहिलेको लागि हामी 300 ल 350 राख्दिउँ। अब ओपन फाइल आफ्टर एक्सपोर्टिङ गऱ्यो भने चाहिँ अब हामीले सेभ गरिसक्यो भने यो फोटो चाहिँ खुल्छ। ल यो चाहिँ हामीहरूले बनाएको स्टडी एरिया म्याप। बेसिक कुरा भनेको यति नै हो। अब केही एक्स्ट्रा कुरा यसमा छुटेको रहेछ भने म अर्को भिडियो बनाउँला। अनि हजुरहरूलाई पनि केही एड गर्नुपर्ने कुराहरू भयो भने, सजेसन दिनुपर्ने कुराहरू भयो भने सजेस्ट गर्नुहोला। अहिलेको लागि चाहिँ थ्याङ्क यू फर वाचिङ माई भिडियो।